हेलो नमस्ते सबैजनालाई। अनि आज चाहिँ म तपाईहरुलाई यो भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट अनि जरुरी छ तपाईहरुलाई जान्नु लागि है। त्यही भएर मैले यो भिडियो बनाउँदैछु। तपाईहरुले जति सक्दो यो मान्छेहरुलाई शेयर गरिदिनुस् होला, आफ्नो चिन्ने मान्छेहरुलाई पनि शेयर गरिदिनुस् होला है। अनि आफू पनि सतर्क बस्नुस् होला है। यो भिडियो चाहिँ केको बारेमा हो भन्दाखेरि चाहिँ अहिले चाहिँ एकदम फ्रड है, स्क्याम चल्दैछ। मतलब जस्तै एक्जाम्पल यो चाहिँ मैले स्टोरी पनि बनाएको होइन, मैले कसैको उयो गरेर पनि हेरेर आज मैले खुद म आफै एक्सपिरियन्स गरेर चाहिँ मैले तपाईहरुलाई शेयर गर्दैछु। त्यही भएर तपाईहरु पनि है चङ्खो हुनु भने हुनु त मसँग भएन यो चाहिँ कसै मान्छेसँग हुँदै थियो। प्लस म त्यहाँ पुग्दाखेरि चाहिँ मैले फेस गरेँ है। मैले खुद आँखाले देखेर चाहिँ मैले बिलिभ गरेर चाहिँ मैले तपाईहरुलाई पनि अलर्ट गर्दैछु है। के भन्दाखेरि चाहिँ एउटा केटा छ यहाँ, जहिले पनि कम्प्लेन आइरहेको थियो, हामीले सुनिरहेको हुन्थ्यो तर हामीले वास्ता गरेको थिएन। तर आज चाहिँ मैले खुद रेड ह्यान्ड मैले नै पक्रेँ है, मैले नै देखेँ। म नानीलाई स्कुल ल्याउन जाँदै थिएँ, त्यो मान्छेले चाहिँ टोटोलाई रिजर्भ गरेर ल्याएछ। अस्तिदेखि भइरहेको थियो, यो चिज भइरहेको थियो, तर अब मलाई वास्ता थिएन, मलाई अब हो कि होइन मान्छेले भनेको कुरा। तर आज चाहिँ मैले खुद मेरै आँखाले देखेँ। टोटो रिजर्भ गरेर ल्याएछ। त्यहाँदेखि अन्त लिएर चाहिँ यहाँ पर आइपुगेपछि चाहिँ जिपे गरिदिन्छु भनेछ हो। अन्त जिपे गर्दाखेरि चाहिँ उसकोबाट चाहिँ हुनु चाहिँ अब पैसा गएकै देखाउँदो रहेछ। सेम जस्तै हामीले ट्रान्जेक्सन गर्दा देखाउँछ नि हामीलाई, सेम देखाउँदो रहेछ। म पनि एकछिन झुक्केँ, अन्त सेम देखाउँदो रहेछ। अन्त मैले अन्त यसो हेरेँ पठाएको छ। अन्त मैले सँगैतिर याद आएँ, मैले त्यो अब मेरो हस्बेन्डले पनि भन्दै थियो नि त, त्यही भएर मलाई त्यो याद आएर चाहिँ मैले भने भाइ तिमी नै होला, सधैँ पनि यहाँनिर टोटोहरू लिएर आउनुहुन्छ है, तर यसरी पैसा तिर्यो भनेर चाहिँ त्यतिखेर चाहिँ उसले चाहिँ जस्तो पे गर्यो भएको थिएछ, स्पिड भएको थिएछ। त्यही भएर त्यो टोटो ड्राइभरहरू बिचारा यहाँ तल हाम्रो घरसम्म पर पछ्याएर कुद्याउँथ्यो हो। तर हाम्रो दादाले अब किन टाइम वेस्ट गर्यो बस्नु होइन, त्यो दिने भए त उनीहरूले रिसाउँदा कराउँदा ऊ फर्केर आएर दिइहाल्थ्यो। उनीहरू भागिसक्यो, अब तिनीहरूलाई पछि लागेर तिनीहरूलाई खोजेको आफ्नो टाइम किन वेस्ट गर्नु होइन, बरु जाऊ कमाऊ भनेर दादाले फकाएर पठाउँथ्यो। तर मैले चाहिँ त्यही थिइनँ। त्यही भएर आज मैले देखाएँ त्यस्तो भइरहेछ। अन्त मलाई भन्यो दिदी हेर्नुहोस् त मलाई रिजर्भ गरेर ल्यायो, भाडा हालिदियो भनेर देखाउँदैछ, तर मेरो फोटो आएको छैन भने। अन्त मैले चेक गरिदिएँ, आएको थिएन। तपाईँलाई पनि थाहै छ है, गुगल पेमा त हामीले जस्तो ट्रान्जेक्सन गऱ्यो त्यस्तै उनीहरूकोमा देखाइहाल्छ। लु देखाएन भने हामीले रिफ्रेस गरेपछि त्यो ट्रान्जेक्सन देखाइहाल्छ कसकोबाट आएको गर्ने। तर त्यो भाइकोमा चाहिँ ट्रान्जेक्सन चाहिँ देखाउँदो रहेछ गएको भनेर, तर यता चाहिँ आएको हुँदैन रहेछ। यो चाहिँ उनीहरूको फ्रड स्क्याम। अस्ति पनि पुरा त्यस्तै चलिरहेछ। कसैलाई अब नर्मल हामी जस्तो मान्छेलाई पनि भन्दो रहेछ मलाई क्यास दिनुहोस् म तपाईँलाई जिपे गरिदिन्छु भन्दो रहेछ। त्यस्तो पनि धेरै चिज भयो यहाँनिर हो। त्यही भएर चाहिँ तपाईँहरूलाई एकदम अलर्ट बस्नु। तपाईँहरूको अब कतिजना सिधा न थाहा नपाएको है, सिधाहरू हुन्छ है, अब सिधा मनको हुन्छ है, अब त्यो सोचेर दिन्छौँ तर तिनीहरू चाहिँ त्यस्तो हुन्छ। प्लिज तपाईँ सबैजना बी अलर्ट है। अन्त यो चाहिँ कसैको स्टोरी होइन, मैले आज म आफै देखेर मैले तपाईँहरूलाई सेयर गर्दैछु। सो जति सक्दो यो भिडियो जति नै उयो छ तपाईँहरूले चाहिँ सेयर गरिदिनुहोस् है, ताकि उहाँहरू सबैजना अलर्ट होस् है। यस्तो है उनीहरूले ट्रान्जेक्सन गर्यो भन्दो रहेछ तर हाम्रोमा आएको हुँदैन, यो सबै फ्रड हो। अर्कोलाई उनीहरूकोमा देखाउँदो रहेछ ट्रान्जेक्सन गरेको, तर हाम्रोमा आएको हुँदैन। त्यही भएर चाहिँ हमेसा जो पायो त्यसलाई ट्रस्ट गर्नु हुँदैन, जो पायो त्यसलाई त्यसरी भरोसा गरेर दिनु हुँदैन है। तपाईँहरूलाई यही भन्नु। अब तपाईँहरूले दिइहाल्नु भयो भने एकदम चेक गर्नुहोस् भयो आएको छ कि छैन। जब आयो पनि मात्रै तपाईँहरूले त्यो क्यास ह्यान्डओभर गर्नुहोस्। नआइन्जेलसम्म चाहिँ तपाईँले दिने काम छैन, नभए तपाईँहरू पनि फसियो। यति भन्दै म मेरो भिडियोलाई यहाँ एन्ड गर्छु है। तपाईँहरू स्टे अलर्ट है। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। यो भिडियो चाँडो भन्दा चाँडो धेरैसँग सेयर गरिदिनुहोस् होला है। धन्यवाद, बाई बाई।